Hello guys, welcome back again र म यहाँ रेडी आफ्टर ब्रेकफास्ट रेडी भइसकेको छु एन्ड फिट चेक दिँदै म यहाँ मेरो दादा हामी सबैजना रेडी भएर चाहिँ अब निक्लिनुलाई तयारी गर्दै थियो र हामी रेडी भइसकेर निक्ल्यो हाम्रो नेक्स्ट डेस्टिनेसन जो चाहिँ हो हाम्रो 0 पोइन्ट जग्गाहरू देखेर चाहिँ तपाईँले मेरो अगाडि देख्न सक्नुहुन्छ म यस्तो डरलाग्दो एक्साइटेड छु मेरो उयसको लागि हुन्छ नि भ्यूहरूको लागि कहिले नदेखे जस्तै त्यस्तै गरिरहेको छु Guys, I am excited very much. Like you can't just ignore this views, guys. Woo! This guys is nothing. Guys, कसम से बोल रही हूँ कश्मीर वाली भाई आ रही है कश्मीर वाली नहीं सिक्किम वाली भाइ आ रही है यहाँ गएर जुन हामीले नजाराहरू देख्यौँ नि लाइक इट्स भेरी नाइस हुन्छ नि एभ्रिथिङ अभियसली अब त हामी यहाँ स्नो हेर्नु मात्रै त गएको होइन लास्ट यहाँ हाम्रो अब रिलको कार्यक्रम सुरु भयो होइन स्नो फाइटिङ र भाउजू चाहिँ यो चाहिँ हाम्रो ठुलो भाउजू हो अन्त चाहिँ हामी चाहिँ यहाँ स्नो फाइटिङ गर्दै थियो यस्तो चिसो थियो कि हामीलाई चाहिँ सास फेर्नु पनि यस्तो साह्रो परिरहेको थियो अन्त मेरो आमा के को कमान्ड सी इज भेरी उयो हुन्छ नि एक्साइटेड फर रिल्सहरू होइन अन्त आमाको पनि हामी भिडियो बनाइदिँदैछौँ गाइस फोन चाहिँ यति छिटो डेड भएको कि यहाँ चाहिँ एउटा गर्दै सबैको फोन अफ हुँदै थियो अन्त हामीले चाहिँ यहाँ यस्तो डरलाग्दो हिउँ खिल्यो गाइस यहाँ चाहिँ हेर्नुहोस् न हामी यहाँ माथि हेर्नु त 4 जना छ नि त्यो चाहिँ म टिएन दादा किशोर दादा अन्जु दिदी थियौँ होइन अन्त यहाँ चाहिँ हाम्रो के भन्छ कम्पिटिसन पनि भन्थेनौँ अब हामी चाहिँ आफैलाई कहाँ चाहिँ जानु सक्छ भनेर चाहिँ त्यत्तिकै अब सबैजना हेर्नु साह्रो परिरहेको थियो र सबैजना चाहिँ तल बस्नु हामी 4 जना मात्रै यस्तो थियौँ कि हुन्छ नि केही नै नभए जस्तो अब हामी त त्यहाँ नर्मली अरू दिन पनि हामी त्यहीँ बस्छौँ जस्तै गरेर चाहिँ हामी चाहिँ कहाँ माथिबाट चाहिँ सुर्किनु लाग्थ्यो अब माथि गएको थियो होइन गाई चाहिँ यस्तो डरलाग्दो भिजेको थियो कि आम्मामा केही भन्नु र होइन त्यहाँदेखि चाहिँ हामी जाँदैछ सबैभन्दा तल चाहिँ म थिएँ अन्त यहाँ चाहिँ हामी माथि भिडियो बनाइदिएको थियो दादा र यसको अनि दादाले चाहिँ हामीले माथि यात्रीको पाइला देख्यो तिमीहरू नजा भन्दै हामीलाई डर हामी त्यहाँदेखि उँभो गएन पनि गाइस हाम्रो चाहिँ डल्लै लुगा भिजिसकेको थियो र हातहरू आइज न भिडियो गर्दैछ कस्तो दामी भिडियो गर्दै चाहिँ अपुनका चाहिँ बनाउनु पर्छ हेलो काकी हेलो गरिदिनु सबैजना किशोर ये गाइज हेर्नु मेरो हेलो मोजा हरायो गाइस 0 पोइन्टमा चाहिँ हामी एकदम सेलरोटीको एकदम मजा लिँदैछौँ ये खोर्सानी त्यहाँ तताएर खाना खाएर अब हामीले रोटी खाएर अलिअलि लन्चहरू गरेर चाहिँ हामी अब हाम्रो नेक्स्ट डेस्टिनेसन आजको युमथाङ भ्याली निक्लिसकेको छौँ गाइस हाम्रो चाहिँ अब लाचेन पनि जाने प्लान थियो तर हामी जब युमथाङ त्यो 0 पोइन्ट पुग्यौँ नि त्यहाँनिर चाहिँ हामीलाई ड्राइभरहरू भेट्यौँ धेरैजना यता गान्तोककै उहाँले भन्नुभयो हाम्रो गाडीहरू सबै पुरेर चाहिँ यस्तो डरलाग्दो चिसो छ के भन्छ लाचेनको त बाटै खोलिएको छैन भनेर हामी त्यहीँदेखि वापस युमथाङको लागि निक्लिसकेको छौँ र युमथाङ भ्याली चाहिँ हाम्रो आजको सायद नै लास्ट डेस्टिनेसन हुने छ
त्यहाँदेखि हामी हाम्रो स्टेपट्टि फर्किनेछौँ। हेर्नुहोस् न उयो भ्यूहरू कस्तो चाहिँ दामी छ। त तपाईँले देखिसक्नुभएको छ हामी फाइनल्ली फिल्मी टाइपमा हाम्रो युमथाङ भ्याली एक्सप्लोर गर्न गइरहेको छौँ गाइस। त्यहाँ गएर हामी भ्यू इन्जोय गर्नुभन्दा नि बेसी चाहिँ अब फोटो नै आउँछ फर्स्ट सबैभन्दा पहिला हो। अन्त हामीले चाहिँ अब पुगेर अब फोटोसोटो खिचिसक्यौँ। Dance! 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 सो अब चाहिँ हामी यहाँ सबैजना युमथाङ भ्यालीलाई मजाले एक्सप्लोर गरिरहेको छौँ। हाम्रो तिहानदा चाहिँ अलिक दादालाई चाहिँ भर्खरै जाती हुनुभएको र हेल्थ इस्युले गर्दा हामीले माथि नै गाडीमै बस्छु भन्नुभएर चाहिँ हामी चाहिँ यहाँ हामी मात्रै हल्का इन्जोय गरिरहेको छौँ। र यहाँ हाम्रो भाउजू एकदम फिल्मी हुनुहुन्छ हाम्रो भाउजू पनि। After 1000 reels and photos, we have headed towards our stay. हामी बेसी जस्तो बस्नु पनि सक्दैन थियो क्योंकि हामीलाई अब अलिकति हाम्रो दादाहरूको अन्डरस्ट्यान्डिङ पनि गर्नुपर्छ हेल्थ इस्युको लागि। सो हामी हाम्रो स्टेमा फर्किन गइरहेको छौँ अब चाहिँ। गाइज हामी चाहिँ अन्ताक्षरी खेल्दै यसरी फनहरू गर्दै हामी चाहिँ फाइनल्ली युटिलाइज गर्दैछौँ गाइज। त्यस्तो थाकेर आएर पनि हामी यहाँ रिल्सहरू बनाएर हाम्रो दाजुहरू चाहिँ यस्तो मजाले कोप अप गरेर चाहिँ नि हामीसँग यहाँ हामी रिल बनाउँदैछौँ होइन। अन्त रिलको बादमा चाहिँ हाम्रो डिनर भन्दा नि इभिनिङ स्न्याक्सको लागि रेडी हुँदै थियो र हामी यहाँ रिल बनाउँदैछौँ त्यति। Two hours later. Yes, yes, yes. Tina, ropo. Jangan dia nak follow rumah. Aduh. Double banyak. Double banyak. Macam bising tu atas ni. Last na tayo sa tapos na suot sa last na kilo.